नमस्कार सबैजनालाई, म अशोक। अ, आज चाहिँ म एउटा सानो जानकारी दिन आएको छु। अहिले चाहिँ यो जुन विवाद उठिरहेको छ, विवाद भन्दा पनि हजुरहरूले भनिरहनु भएको छ, अशोक चाहिँ 11-12 काठमाडौँमै बसेर पढेको भए हुन्थ्यो, किन झापा फर्किए भनेर धेरै यस्तो न्युज बनिरहेछ। रियलमा भन्नुपर्दाखेरि चाहिँ म घर सल्लाहले नै गर्दाखेरि आज झापामा छु। टङ्ग दाईकै सल्लाह, ड्याडीको सल्लाह, हामी सबैजनाको सल्लाहले गर्दाखेरि झापामा छु। सो मेरो घरमा चाहिँ धेरै समस्या आइरहेको भएको कारणले गर्दाखेरि चाहिँ त्यसलाई फेस गर्नको लागि चाहिँ म अगाडि बढेको हो। जस्तै अब मेरो बाबा पहिले जति काम गर्नुहुन्थ्यो, अहिले काम गर्न सक्नुहुन्न त्यस्तो हालतमा पुगिसक्नु भएको छ। अहिले अलिक कमजोरी हुँदै गइरहनु भएको छ। मेरो मम्मी अलरेडी यस्तो कोखको बिमारीको एकदमै प्रब्लम छ मम्मीलाई। मम्मीले पनि घरको कामहरू गर्न सक्नुहुन्न। अनि मेरो 3-4 वर्षको बहिनी छ, अनि मेरो सानो भाइ पनि छ, 3जना बहिनीहरू छ। यिनीहरूको भविष्य पछि गएर मेरो हातमा छ। यिनीहरूले पछि गएर ठुलो भएर मलाई प्रश्न सोध्न सक्छन्, दाइ तपाईँले मेरो लागि के गरिदिनु भयो भन्दाखेरि मसँग त्यति बेला प्रश्न नहुन सक्छ। त्यसैले अहिलेदेखि नै मैले स्ट्रङली आफ्नो फ्यामिलीलाई हेर्न थालेँ भने चाहिँ केही हुन्छ जस्तो लागेको छ। म अगाडि बढी पनि रहेको छु। म काठमाडौँ बसिन्जेलसम्म म मान्छेसँग कसरी बोल्नुपर्छ, आफूभन्दा ठुलोलाई कसरी आदर गर्नुपर्छ, होइन, सबै टङ्क दादाले, टिका दादाले सिकाइदिनु भयो, होइन। अहिले म पहिले एकदमै मिस्टेक गरेर गीत गाउँथेँ, अहिले एक्लैले म स्टेज सम्हाल्न सक्ने भएको छु, होइन। अनि तपाईँहरू चिन्ता नगर्नु, अशोक झापा आएर चाहिँ पढ्न छोडो, फेरि बाटोमै पुगो भन्ने त्यस्तो न्युज सुन्न पाउनु हुने छैन। म अहिले 9 क्लासको भर्खरै फाइनल एक्जाम दिएको छु। एक्जाम पनि एकदमै राम्रो भएको छ, सक्सेसफुल्ली नै राम्रो भएको छ। अहिले पढि नै रहेको छु। म आफ्नो भाइ बहिनीलाई स्कुल छोडेर म स्कुल जान्छु, अनि फेरि भाइ बहिनीलाई लिन जान्छु। त्यसपछि आएर फ्रेस भएर खानासाना खाएर भाइ बहिनीलाई एकछिन पढायो, म पनि पढेँ। त्यसरी लाइफ मेरो चलिरहेछ अहिले। घरको जिम्मेवारीहरू सबै मैले नै उठाइरहेको छु अहिले, होइन। यहाँसम्म पुगाउनु नै टङ्का दाईको हात छ। दाइले हरेक चिजहरू सिकाएर आज यहाँसम्म छु। हजुरहरूले चाहिँ जुन चिन्ता लिइरहनु भएको छ मेरो माथि, अशोकलाई 11-12 यहीँ काठमाडौँमा पढाइदिएको भए हुन्थ्यो, त्यो बाबुले अब ठुलो शिक्षा कहाँबाट पाउन्, त्यो भाइसँग कहाँ छ पैसा भनेर भनिरहनु भएको छ। अहिले म जहाँ पढिरहेको छु त्यहाँ एकदमै राम्रो छ। सुरु दिन मैले त्यही स्कुलबाट स्टार्ट गरेको थिएँ, अहिले म त्यही स्कुलमा जोइन भएर पढिरहेको छु 9 क्लास। अब फाइनल दिइसकेँ, अब फाइनली म 10मा पुगिसकेको छु। हजुरहरू चिन्ता नगर्नु होला। अनि टङ्क दादा, हाम्रो फ्यामिली सबैजना सल्लाहसहित म आज झापामा छु। हजुरहरूलाई यो जानकारी दिएँ। तपाईँहरू ढुक्क बस्नुहोस्। अशोक सधैँ सङ्गीतकै लागि जन्मेको हो, सधैँ सङ्गीतकै लागि रहनेछु। अनि यताबाट टङ्क दादाको, टिका दादाको सपोर्ट छँदैछ। हाम्रो कुरा भइरहन्छ हाम्रो फ्यामिलीसँग, दादासँग पनि म बोलिरहन्छु। अब झापाबाट पनि म एल्बमहरू निकाल्दैछु, म कम्पोज गर्न सिकिरहेको छु, होइन। लगायत आफैले गीतहरू पनि लेखिरहेको छु मैले। हजुरहरू चिन्ता नगर्नु होला। अनि फेसबुकभरि, टिकटकभरि हजुरहरूलाई अशोकले अगाडि नै आएर यो कुरा चाहिँ किन भनेर भनेर पनि त हजुरहरूको दिमागमा आउन सक्छ। म चाहिँ 2 दिनदेखि एकदमै रुगा लागेर, खोकी लागेर बिमारी भइरहेको छु। त्यसैले मैले भिडियो बनाउन पाइनँ। मैले टिकटकहरूमा चाहिँ देखिरहेको थिएँ। मलाई पनि कमेन्टहरू पढ्दाखेरि, कतिले मलाई सपोर्ट गरेको देख्दाखेरि मलाई पनि त्यो नराम्रो लाग्यो। तर दादाहरूले चाहिँ त्यो तरिकाले मलाई धकालेर पठाएको, होइन। म केही झगडा परेर घरबाट निक्लेको होइन। मैले के भनेको थिएँ भने दादालाई म 10-11 10सम्म चाहिँ यही झापामै पढ्छु। त्यत्रो बेरसम्ममा मेरो दिदी पनि विदेश जाँदै हुनुहुन्छ। अनि त्यति बेला दिदीले सबै घर परिवारहरू सम्हाल्न सकिहाल्नुहुन्छ। त्यत्रो बेरसम्म चाहिँ म यहीँ बस्छु दादा भनेर दादासँग सल्लाह लिएको थिएँ मैले। दादाले पनि तैँले यहाँसम्म यो कुरा सोच्नु भनेकै मेरो लागि ठुलो कुरा हो, तँलाई यही बनाउनको लागि मैले अगाडि तँलाई यति मिहिनेत गराएको हो मैले, तैँले घरको जिम्मेवारी लिन सक्छु भन्दाखेरि मलाई पनि खुसी लाग्छ भनेर दाइले पनि भन्नुभयो। त्यति भएपछि अहिले म घर गएदेखि नै एकदमै राम्रो भएको छ। अहिले मैले एउटा साधन पनि निकालेको छु, स्कुटी। त्यसमै भाइ बहिनीलाई स्कुल छोडो, आफू पनि स्कुल गयो। त्यसरी मेरो जिन्दगी उयो भइरहेछ। सो हजुरहरूले चाहिँ फेसबुकतिर, टिकटकतिर अशोकलाई किन निकालो, अशोकलाई 11-12 पढाइदिएको भए हुन्थ्यो भनेर चिन्ता नगर्नु होला। म चाँडै नै काठमाडौँ 11-12 पढ्न पनि आउनेछु।
दादाहरूसँगै बसेर म चाहिँ यहाँ 10सम्म मात्र घर परिवारहरू सम्हाल्नको लागि बसेको हो। सो सबैजनालाई यो रिक्वेस्ट गर्न चाहे, कसैले पनि फेसबुकतिर त्यस्तो चिन्ता नगरिकन केही नभनिकन बस्नु होला। चाँडै नै मेरो नयाँ फिल्म पनि आउँदैछ पार्वती भन्ने। सो गीता दिदीले मलाई लिएर नयाँ फिल्म पनि बनाउँदै हुनुहुन्छ, यसपालि पनि सपोर्ट गर्नु होला। चाँडै झापाबाट एल्बम गीतहरू पनि आउँदैछ। यही जानकारी दिए।